म आज यस्तो महत्त्वपूर्ण ट्रिकहरूको बारेमा बताउन गइरहेको छु कि यस्तो एपको बारेमा बताउन गइरहेको छु कि यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यो हजुरको लागि महत्त्वपूर्ण भिडियो बनेर आएको छ। हजुरहरूले यो भिडियोलाई मन पराइदिनु होला हैन। मन पर्यो भने भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर हैन च्यानललाई सब्स्क्राइब गरिदिनु होला। ल है साथीहरू भिडियो सुरु गरौँ है त। म यस्तो एपको बारेमा बताउन गइरहेको छु, नेपाल टेलिकम। जुन देख्नुभएको छैन नेपाल टेलिकम हैन, नेपाल टेलिकमको बारेमा आज म बताउन गइरहेको छु हैन। यो नेपाल टेलिकम हजुरको मोबाइलमा छ भने ठिक छ। यस्तो यो एपको बारेमा बताउन गइरहेको छु कि यो एपबाट सित्तैमा हजुरहरूले 1500 MB फ्रीमै नै पाउनुहुनेछ, फ्रीमै नै बोनस पाउनुहुनेछ है साथीहरू। यो एप त हजुरहरूले खोल्यो भने ल भिडियो सुरु गरौँ है त। ल ओपन गर्नु होला। अनि हजुरहरूले अलरेडी नै खोलेको छ भने हजुरहरूको मोबाइलमा आउँदैन है साथीहरू। कहिले पनि खोलेको छैन भने यसलाई अहिले नै प्ले स्टोरमा गएर हैन, यो भिडियो हजुरहरूकोमा पुगेको छ भने प्ले स्टोरमा गएर अहिले नै सर्च गरेर नेपाल टेलिकम सर्च गरेर यसलाई खोल्यो भने रिक्रिएट गर्यो भने हैन, हजुरहरूले मोबाइल नम्बर हान्नु होला, हजुरको पासकोड हान्नु होला हैन, कन्फर्म पासकोड हान्नु होला। मोबाइल नम्बर चाहिन्छ है साथीहरू, अनि ओपिटी कोड पनि चाहिन्छ हैन। म हान्छु है साथीहरू। ल हजुरहरूले हान्नु होला है साथीहरू। मैले खोलिसकेको, अलरेडी नै खोलिसकेको छु। हजुरहरूले हान्यो भने ल ग्यारेन्टी लिन्छु है म। हजुरहरूको मोबाइलमा 1500 MB सित्तैमा आएन भने ल मलाई भन्नु ल मेरो कमेन्टमा गएर आएको छैन भनेर भन्नु होला र साथीहरू है। र फ्रीमा नै अलरेडी नै बनाइसकेको हजुरहरूले यो यहाँबाट 1500 बोनस अलरेडी नै पाएको छ भने फेरि मिल्दैन है साथीहरू। हजुरहरूले कहिले पनि यो एपलाई ओपन गरेको छैन, यो एपको बारेमा बुझेकै छैन भने अहिले नै प्ले स्टोरमा गएर ल है साथीहरू 1500 MB र 1500 MB फ्रीमै नै बोनस पाउनुहुनेछ। ल है साथीहरू, भिडियो मन परे लाइक कमेन्ट सेयर गरिदिनु होला।